Hello everyone, welcome to my channel. This is my third vlog. Here अहिले हामीहरू ठाकुर बाबा मन्दिरमा छौं. यहाँ पूजा गर्न आँटेछौं सबजना मिलेर. सो गाइजहरु यो हो ठाकुरजीको मन्दिर. हामीले यहाँ जे पूजा गर्छौं, भगवानसँग जे मन्नत माग्छौं, जे माग्छौं त्यो हामीले पाउने छौं. त्यही भएर हामी यहाँ छौं पूजा गर्न. अनि हाम्रो अन्जनाजी हो. यहाँ हाम्रो प्यारो बुढोज्यू जुत्ता लाउँदै हुनुहुन्छ. अनि हाम्रो यहाँ एउटा पूजा नन्दजी यहाँ छन् हाम्रो प्यारो प्यारो देवरजी. उहाँले हामीले आज पूजा गराइदिनु भयो. उहाँले धेरै धेरै धन्यवाद. सो गाइस अब हामी जाँदैछौँ घरतिर. यहाँ मलाई कति राम्रो जुत्ता चप्पल हेरिदिनु पर्छ. भर्खर हामीले अब पूजा गरिसकेर आइसक्यौँ. यो मेरो बुढीको आइदियो, त्यही पनि मैले भन्दैछु. ल हाम्रो बुढी साला थाकिसक्यो नि हिँड्दा हिँड्दा. के भनौँ, खराब भइसक्यो मेरो बुढीको. ल ल हुन्छ, ल उहाँसँग बोल्नु होला है. हेलो गाइजहरु, सो दिस इज मी. दिस इज अवर पूजा नन्द बहिनी भने हुन्छ. हामी जान आँटेको अब घर खाजा खाने. अनि त्यसपछि यो लुत्रुक्कै भएको साडीलाई फेर्ने अनि आफ्नो कम्फर्टेबल प्यान्ट लाएर हिँड्ने. तर आज मैले यो साडी लगाएपछि अब फेरि लाउँदिनँ भयो. आज लास्ट अब एकैचोटि माइत जाँदा लाउने. के कति राम्रो आएको है. लाइट आइरहेको नि घाम भैँसी देखाउने भैँसी देखा. यिनीहरू प्यान्ट लाएर कति मजाले हिँड्ने. प्यान्ट लाएर मजाले हिँड्दै छन् के खेपेका हो. अनि यहाँ यिनीहरूलाई नि एकचोटि साडी लाएर हिँड्नुपर्छ. पूजा गर्नेवाला म त धोती लगाइहाल्छु, हिँडिहाल्छु. के मलाई म पानी परिसकेको छु. यहाँ बुढोले त लगाइसक्नु भयो है. बुढो धोती अहिले पनि तपाईँले त्यो धोती कुर्ता लगाएर, त्यो बिहाको धोती कुर्ता लगाएर, अनि मैले ट्याक्क यो लाउँथेँ. हो कि हेर्नु, माथि कुर्ता चाहिँ टाइट थियो. मलाई टाइट थियो. अनि मैले भने अनि बुवाले भन्छ कि त्यति मोटाएको हो र ज्वाइ. मेरो बुढो त छैन, त्यत्रो मोटाएको छैन हाम्रो बुढोजी. तर बुवाले चाहिँ सानो किनेको. सब सानो किनेको बुवाले, सब सानो भाइ, सबै सानो क्या. भित्र लाउने यो पनि सानो. अनि मलाई सोध्दैनुहुन्थ्यो. मैले भन्नु मलाई के तर तिमी मलाई के थाहा. मैले भन्थे भित्र लाउने उठ्ने क्या. तँ म सानै, तँ तँ सानै. के काम तँ लाउने राखिदिनु चाहिँ. अब राखिरहने पछि छोडेर लगाउँछु. कति राम्रो आहा. अनि मेरो बुढो राम्रो आयो. घामले यहाँ थाहा छ यो भन्दा बढीमा खुट्टा ठुलो गर्न सक्ने साडी यस्तो बेरेर. अब खोल्ने गएर 7 बजे उठेको. पेटीकोट लाएर ज्याकेट लाएर बसिरहेको थिएँ. अनि के भन्छ अरे आन्टीले, यही लाएर गयो हुन्छ अगरबत्तीहरू जलिहाल्छ. सो गाइस यस्तै छ हाम्रो गाउँ, यस्तै छ हाम्रो ब्लग. हेरौँ कहाँसम्म कन्टिन्यू हुन्छ. सो गाइस सी इन द नेक्स्ट ब्लग. बाई बाई. So guys, हामीहरू आउने थियौँ मामालाई
हामी हरायौँ उहाँ साइकलै लिन आउनुभएको हामीलाई मामाश्री So guys, if you like my video, please do like, subscribe and share. See you, tata, bye bye.